नमस्ते साथीहरू। म आज ईश्वरको बारेमा कुरा गर्दैछु। ईश्वर भनेको सर्वोच्च शासनकर्ता। अब सर्वोच्च शासनकर्ता त कुनै व्यक्ति विशेषको, देश विशेषको, भाषा विशेषको, समुदाय विशेषको हुने भएन। समग्र विश्व ब्रह्माण्डलाई चाहिँ प्रतिनिधित्व गर्ने एक मात्र सर्वोच्च तुरीय मूल तत्त्व हुनु पर्यो नि त। त्यसको बारेमा हामी कुरा गरौँ। आज जति पनि विभिन्न सम्प्रदायमा ईश्वर मानिएका चाहिँ चिजहरू छन् नि, मूर्तिमान स्वरूपहरू अथवा कसैका काल्पनिक स्वरूपहरू छन् ईश्वर, त्यो ईश्वर कुन हो त? जस्तै अब स्वयं भगवान महेश्वर शिव शङ्करले कसको ध्यान गरे? ध्यान भग्न देखिन्छन् शङ्करजी। स्वयं विष्णुजीले कसको ध्यान गरे? आज पनि बद्रीनाथमा चाहिँ ध्यान गरिरहेका छन् होइन, नरनारायणको रूपमा। स्वयं रामले कसको पूजा गरे? जसको रामेश्वरको नामले आज पनि प्रचलित छ। स्वयं कृष्णले कसको पूजा गरे? आज गोपेश्वरको नामले प्रचलित छ। स्वयं जिजस क्राइस्टले गड फादर भनेर कसलाई भने? यसरी नै हजरत मोहम्मद, हजरत इब्राहिमले चाहिँ कसलाई अल्लाह भनेर भने। यो ईश्वरको बारेमा खोजी गरौँ आज हामी। कस्तो छ त त्यो ईश्वर? के आज हामीले कल्पना गरेका बाहिर बनाएका मूर्ति, झल्लरी मल्लरी कसेका मूर्ति खोटा ईश्वर हुन् त? यो त आफै कल्पना गरिएका ईश्वर हुन्। यहाँ ईश्वर छैन। अब ईश्वर को हो भन्ने कुरा ईश्वर आफैले मात्रै भन्ने, अरूले मनुष्य गुरुको पहुँच छैन, मनुष्य गुरुको ल्याकतै छैन कि ईश्वर फलानु हो भनेर भन्न सक्ने। त्यसो भए ईश्वरले नै बताउनुपर्छ कि म को हुँ भन्ने कुरा। अनि त्यसो भएको कारणले गर्दाखेरि ईश्वर को हो भनेर जान्नका लागि चाहिँ भगवानकै बाणीमा जानु पर्यो हामी। के हो? श्रीमद् भगवत गीता। भगवत गीताले के भनेको छ त भन्दाखेरि चाहिँ अव्यक्तम व्यक्तिम आपन्नम मन्यन्ते माम अबुद्धये परम भावम जानन्तो मम अव्ययम अनुत्तमम। मेरो यो परम भाव, परम स्वरूप, उत्तम स्वरूपलाई नजानेर म अव्यक्त छु भन्ने जान्दा जान्दै ती मूढहरू, बुद्धिहीनहरूले मलाई एउटा मनुष्यको रूपमा गन्ती गरिरहेका छन्, मनुष्य ठान्छन्। न अहम प्रकाश सर्वस्य योगमाया समावृत मूढ अयम न अभिजानाति लोकमाम अजम अव्ययम। म त अझ अव्यय, अझ भनेको अजम भनेको नजन्मिने, अजन्मा छु, अव्यय छु, परिवर्तनै हुँदैन मेरो स्थिति, अछुत हुँ म। त्यस्तो अवस्था। न अहम प्रकाश, म देखिदिन। कसरी किन देखिनु भन्दाखेरि चाहिँ तिनीहरू मूर्खहरू त नि, मूढहरू त सबै यो मायाले आवृत भएका छौ नि त। माया भनेको के हो त भन्दाखेरि चाहिँ यो शरीर रूपी भान नै माया हो। म शरीर हुँ, म शरीर हुँ भन्ने भान भएपछि म होचो छु, अल्गो छु, यति राम्रो सुन्दर छु, यति धनाढ्य छु, यति पढेको हुँ, म फलानु जातको हुँ भन्ने आउँछ नि त। हो, यही मायाले ढाकेकाले म तिम्रो अगाडि देखै पर्दिन, देख्न सक्दैनौ तिमी। अब भनेर चाहिँ भगवानले भन्नुभयो अजन्मा जन्मेर आउने कुनै चिज ईश्वर हुँदै हुँदैन। कुनै पनि व्यक्ति, वस्तु अथवा चिज जन्मेर आयो भने त्यो ईश्वर होइन। तुलसीदासजी भन्नुहुन्छ कस्तो छ त ईश्वर भन्दाखेरि चाहिँ कलातीत छ अरे, कल्याण कल्पान्तकारी छ अरे। यो त कलाभन्दा माथि छ अरे। जस्तै राम 14 कलाका थिए, कृष्ण 16 कलाका थिए, 64 कलाका कल्की अवतार हुन्छन् भनेको ईश्वर हो रहेछ नि त? होइन रहेछ नि त। कलातीत हुनु पर्यो ईश्वर। कल्याण भनेको चाहिँ ऊ चाहिँ कल्याणकारी छ, शिव हो र कल्पान्तकारी, कल्पको अन्तमा आउने हो ईश्वरले। कल्पको अन्त गरेर फेरि नयाँ धर्मको स्थापना, सद्धर्मको स्थापना गर्ने। अब भनिन्छ नि त द्वापरयुगमा कृष्ण आएर स्थापना गरे सद्धर्म, त्रेतायुगमा राम आएर स्थापना गरे सद्धर्म। कहाँ गरे त? राम त्रेतायुगमा आयो भने द्वापर युग झन् त्योभन्दा पापी युगको सुरुवात भयो। द्वापरमा कृष्ण आयो, त्योभन्दा पापी कलियुगको स्थापना भयो। धर्म त स्थापना भएन छ नि त। छोडे भूतल कृष्णले जब जब त्यो रोजदेखि कली बढ्दै गयो कुकर्ममा सबजनालाई लगायो छली। त्यसो त कहाँ धर्म स्थापना भयो? भएन छ नि त। धर्म स्थापना हुनु भनेको सृष्टिको पुरै कायाकल्प गरेर नयाँ दुनियाँको स्थापना हुनु, स्वर्गीय दुनियाँको स्थापना हुनु, सत्यको फेरि स्थापना हुनु। यो समयमा मात्रै भगवान आउनुहुन्छ र अनि हामीभित्र रहेका सबै दानवी गुणहरूलाई चाहिँ उहाँले मारिदिनुहुन्छ। दाता पुरारी भन्नु नि त। अनि अब गीताले चाहिँ के भनेको छ त भगवानको स्वरूप चाहिँ? त्यसो को हो त भगवान भन्दा कविम पुराणम अनुशासितारम, ज्ञानका सागर हुनुहुन्छ अरे कवि। पुराण अरे अनादि र अनन्त स्वरूप छ अरे, जसको आदि पनि छैन अन्त पनि छैन। अनुशासितारम भनेको सम्पूर्ण जगतलाई चाहिँ आफूमा चाहिँ कन्ट्रोल गरेर राख्ने त्यस्तो ईश्वर हुन्छ। अब यो यी तीनटा गुणहरू त जुन जुन सम्प्रदायले जसलाई भगवान भनेको छन् तिनीलाई दिइहाल्छन्। ऊ सर्वज्ञानी थियो, सर्वज्ञानी हुन्, अब यो सबै ब्रह्माण्ड विश्व ब्रह्माण्डकै नायक हुन् भनेर दिइहाल्छन्। तर यतापट्टि अर्को शब्दमा चाहिँ गीताले के भनिदिएर छल्लङ्ग बनाइदियो भन्दाखेरि चाहिँ ईश्वरको रूप त यस्तो छ अरे अणु अणियांश अनुस्मृत्य।
अरू सबैभन्दा सानो वस्तुहरूको जो इकाइ हो, त्यो भन्दा पनि सानो, त्यो परमाणु भन्दा पनि अनेकौं गुणा, अन्यांश भनेको चाहिँ त्यसका पनि अनेकौं गुणा सानो बनाउनु, जति सानो हुन्छ कल्पना गरिन सक्नु, हामी स्मरण मात्रै गर्न सक्छौँ, त्यस्तो खालको स्वरूप छ। सर्वस्य धातारम भनेको सबै जगतको आधार चाहिँ हो। फेरि अचिन्त्य रूपमा हामीले चिन्ता कल्पना पनि गर्न सक्दैनौँ। आदित्य वर्णम तमस परस्तात्, सूर्यको जस्तो चाहिँ प्रकाशमय तेज भएको अरे। यसलाई फेरि तुलसीदासजी भन्नुहुन्छ प्रचण्डम प्रकृष्टम प्रगल्भं परेशम अखण्डम अजम भानुकोटि प्रकाशम। यस्तो अखण्ड अव्याय रूप छ उसको त, अजम जन्मिँदैन अजन्मा हो, अनि कोटि सूर्य जस्तो चाहिँ प्रकाशमय। यहाँ सूर्यको प्रकाश भनेको फेरि यो भौतिक आँखाले देखिने प्रकाशको कुरा होइन, यहाँ ज्ञान प्रकाशको कुरा हो। त्यसैमा आदिशङ्कर आचार्य भन्नुहुन्छ न लिङ्गम न मूर्ति न धातु प्रपञ्चे, न त उता लिङ्ग छ, न मूर्ति नै छ, न धातु, न प्रकृतिको प्रपञ्चमा नै आउँछ। न वक्त्रम न नेत्रम न चाङ्गम न कर्ण, न त उसको वाणी छ, न आँखा छ, न अङ्ग छ, न कर्ण छ। न वर्णो न कर्म न जाति न देश, ऊ त कर्ममा बाँधिएको छैन, कुनै वर्ण पनि छैन, उसको जाति र देश विशेष पनि छैन, कुनै देश विशेषको ईश्वर हुन सक्दैन। न सृष्टि न चास्ता न विद्या न वेद, न त ऊ कुनै यो सृष्टिमा नै छ, भौतिक आँखाले देखिँदैन, न कुनैमा आस्था राख्दछ उसले, न विद्या न वेद, न यी कुनै किताबी ज्ञानमा ईश्वर भेट्न सकिन्छ, न कुनै विद्यामा छ, न वेदमा छ, छैन। किताबमा ईश्वर भेटिँदैन किताबले भनेको पाराले। न मन्त्रो न यज्ञ न ध्येय न हेतु, न त कुनै मन्त्रले नै उसलाई प्राप्त गर्न सकिन्छ, न त कुनै बाहिर होमादि गरेको यज्ञले नै उसलाई प्राप्त गर्न सकिन्छ, न बाहिरी गरिएको यो शारीरिक ध्यानले नै उसलाई भेट्न सकिन्छ। ऊ त कस्तो छ भन्दाखेरि अखण्ड अविनाशी छ, अखण्डम शिवम केवलम कारणम तत्, ऊ त अखण्ड स्वरूप त्यो शिव हो, ऊ मात्र एक कारण हो यो सारा जगतको। फेरि तुलसीदास त्यसैलाई थप्दै भन्नुहुन्छ नमामि समिसार निर्वाण रूपम, त्यो ईश्वर भन्दा माथिको ईश्वर त कस्तो छ त भन्दाखेरि चाहिँ निर्वाण रूप छ, ऊ त वाणी भन्दा पर छ। विभुम व्यापकम ब्रह्म वेद स्वरूपम, ज्ञानले भरिपूर्ण भएको ज्ञानको सागर वेद स्वरूप छ अरे, ऊ त ब्रह्म अविनाशी छ अरे। यस्तो खालको विभूति हो यो। अनि ऊ के छ त भन्दाखेरि आफ्नो निज रूपमा छ, अव्यय छ, कहिल्यै तलमाथि हुँदैन, कहिले अर्को रूप लिँदैन, उसले निज रूपमा हुन्छ। ऊ त निर्गुण छ, तीन गुणले रहित छ। संसारमा प्रकृतिमा जन्मेर आएपछि तीन गुणले बद्ध हुन्छ। ऊ त तीन गुणले रहित निर्विकल्प छ, उसको विकल्प अर्को हुनै सक्दैन। चिदाकाश, त्यसको चेतना चाहिँ यस्तो व्यापक रूपमा चाहिँ आकाश चाहिँ फैलिएको छ। अब फेरि तुलसीदासजी भन्नुहुन्छ निराकार ओंकार मूलम तुरीयम गिरा ज्ञान गोते तमीसम गिरीसम, ऊ त निराकार छ अरे, आकार रहित, अलिकति सूक्ष्माति सूक्ष्म भनिहाल्यो नि त, अणुअणीय अंश भन्नाले अति सूक्ष्म छ, निराकार भइहाल्यो। अनि ओमकार अरे, ब्रह्मा विष्णु र महेशले बन्छ ओम, आ उ र मले ओम भनेको हुन्छ, त्यो हो ब्रह्मा विष्णु र महेश, यी तीनटाका पनि रचयिता भएको कारणले ऊ ओमकार हो। यसै कुराले यसलाई गीताले के भन्यो त भन्दाखेरि तिमी फलाना मूर्तिको चाहिँ पूजा गर, यहाँ धूपबाती ल्याऊ भनेन। गीताले के भन्यो त भन्दाखेरि ओम नित्यकाक्षरम ब्रह्म व्याहरन मामनुस्मरण भनेर भन्यो। ओम भन्ने चिजको चाहिँ ओमकारको चाहिँ स्मरण गर तिमी। ओमकार भनेको चाहिँ ब्रह्मा विष्णु महेशका रचनाकार भनेको हो। आ उ र म, ब्रह्मा विष्णु र महेशले ओम भनेको हुन्छ, त्यो ओमका पनि रचयिता। यस्तोको चाहिँ स्मरण गर, तब मात्र तिमीले चाहिँ परम पद प्राप्त गर्छौ, अर्थात् तिमी पनि त्यही शिव समान भन्छौ, शालिग्राम बन्नेछौ भनेर चाहिँ भन्यो। तुलसीदासजी भन्नुहुन्छ गिरा ज्ञान गोति अमीसम गिरीसम, यो वाणीले अथवा यी अंग प्रत्यङ्गले कुनै पनि इन्द्रियको पहुँचभन्दा बाहिरको सर्वोच्च गिरीसम भनेको यहाँ पहाडको टोकामा बसेन, सर्वोच्च मूल तुरीय, मूल भनेको अब जुन पानीको मूल भेटिसकेपछि त्यहाँ माथि पानी खोज्न जानुपर्छ त, तुरीय भनेको सर्वोच्च त्यहाँभन्दा माथि अर्को हुँदैन। त्यस्तो अवस्था चाहिँ ईश्वरको हो, त्यो अवस्थाको ईश्वरलाई चाहिँ हामीले चाहिँ स्मरण गर्नुपर्छ, त्यो हो ओंकार। अब अजपिसन अव्ययात्मान भूतानाम ईश्वर अपिसन भनेर भन्यो, म अजन्मा छु। गीताको 4:4 6ले त्यसो भन्छ, म अजन्मा छु, अव्ययम छु म त, तर यो प्रकृतिलाई चाहिँ प्रकृतिम स्वमधिष्ठाय सम्भवामि आत्मा आत्ममाया भनेको चाहिँ यसलाई अधीनमा राखेर कन्ट्रोल गरेर म मेरै स्वरूपमा चाहिँ यहाँ प्रकट हुन्छु भनेर भगवानले भन्नुभयो। कर्ममा बाँधिदिन म, न माम कर्माणि लिम्पेन्ति न मे कर्म फले स्पृह,
इति माम बिजानाति कर्मभिर्न सबध्यते। यी कुनै कर्ममा बाँधिन्न म त, मलाई कुनै कर्मले बाँध्दैन। अकर्मा छु म त, अजन्मा छु, अकर्मा छु, अव्याक्त छु। न कर्तृत्वम न कर्माणि, यी कुनै कर्ममा बाँधिन पनि, र म कर्म मैले गराएका पनि होइन। यो त सृष्टिको स्वभावले, यो प्रकृतिको स्वभावमा आफै कर्म गरिन्छन्। त्यसोभए अब मान्छेले ईश्वर कहाँ छ त, कहाँ पाउने त ईश्वर भन्दाखेरि चाहिँ मया ततमिदं सर्व जगत अव्याक्त मूर्तिन, म त अव्याक्त छु, अव्याक्त मूर्तिको रूपमा चाहिँ यस जगतमा देखिन्न। त्यो अव्याक्त मूर्तिलाई नै मान्छेले पहिला के गरे भन्दाखेरि परिकल्पना गरे। अब अव्याक्त छ ईश्वर त देखिँदैन, के गर्ने त भन्दाखेरि चाहिँ एउटा ठोस वस्तु बनाए जसका चाहिँ अंग प्रत्यङ्गहरू केही पनि छैन, त्यसबाट टीका लगाइदिए अनि शिवलिङ्ग हो भनेर चाहिँ पूजा गर्ने आधार बनाइदिए। अब ईश्वरलाई कसरी चाहिँ भन्ने त भन्दाखेरि चाहिँ यस्तै छ है भनेर यसो एउटा हरियाला चाहिँ त्यहाँ टीका लगाएर यस्तो खालको एउटा अंशको रूपमा यस्तो सानो बिन्दुको रूपमा चाहिँ ईश्वर हुन्छ है भनेर देखाउन खोजेको। त्यसलाई अव्याक्त मूर्ति भनेर गीताले भन्यो। मत स्थानी सर्वभूतानि न चाहम त्यसो वस्तुत, सम्पूर्ण जगतको आधार म हुँ, तर म ती कुनैमा पनि छैन। यी कणमा, झारपातमा, धुलाका कणमा, सबै यी फोहोर मैलामा जहाँ पाए ती ईश्वर हुँदैन, म छुइनँ तिनीहरूमा भनेको स्पष्टसँगले भनिदिएको छ भगवानले, स्पष्टसँगले भनिदिएको छ। त्यसकारणले गर्दाखेरि धुलाका कणमा अथवा कुनै पनि व्यक्ति म ईश्वर हुँ, फलानु अवतार हुँ भनेर आउँछ, यहाँ विभिन्न सम्प्रदायले फलाना गुरु चाहिँ फलाना भगवानको अवतार भन्दै भगवान मानेर ल्याएका छन् नि, त्यो कदापि होइन। कुनै पनि व्यक्ति जन्मेर आएको म त अझ हुँ, अजन्मा हुँ भनेर भनेको छ नि। त्यसो भएकाले गर्दाखेरि चाहिँ जन्मेर आएको व्यक्ति ईश्वर हुन सक्दै सक्दैन। अब कहाँ छ त त्यसमा ईश्वर त भन्दाखेरि चाहिँ न त भासयते सूर्यो न शशाङ्को न पावक यद्गत्वा न निवर्तन्ते तद्धामम परमम मम। जुन चाहिँ ब्रह्माण्ड छ अहिले, यो भौतिक दुनियाँ, साइन्सले भनेको ब्रह्माण्ड, यो पनि विशाल छ, यो कल्पना गरेरै नसक्नु कति अथाह विशाल छ। जसले अलिकति अब एस्ट्रोनोमीहरूमा चाहिँ अब ज्ञान राख्नु भएको छ, उहाँले कल्पना गर्नुहुन्छ कि ब्रह्माण्ड कहाँसम्म छ, असीमित छ, अकल्पनित छ। यो त भौतिक दुनियाँ मात्रै हो, साइन्सले भनेको कल्पना, यो ब्रह्माण्ड र भौतिक जगत मात्रै हो। यो भौतिक जगत भन्दा धेरै टाढा, यहाँ उनीहरूले भनेका यी सूर्य, तारा, ग्रह, नक्षत्रहरूको कुनै प्रकाश र ताप उसमा पुग्न सक्दैन। न त भाषे त सूर्य न शशाङ्को न पावक, जहाँ पुगिसकेपछि फर्केरै कोही पनि आउँदैन। तद्धामम परमम मम, त्यस्तो परम धाम मेरो धाम हो, मेरो वासस्थान हो, मेरो घर हो भनेर भन्नुभयो भगवानले। अब कहाँ पुगेपछि भन्दाखेरि चाहिँ त्यो शिव समान अवस्था भएपछि, शालिग्राम बनिसकेपछि फेरि फर्केर आउँदैन भनेको। अंग प्रत्यङ्गहरू छन्, सबै कार्यहरू हुन्छ, तर कुनै पनि इन्द्रियको बसमा पर्दैन, प्रभावमा आउँदैन। त्यस्तो अवस्थालाई शिव समान अवस्था भनेर भन्छ। त्यस्तो अवस्थालाई शालिग्रामको अवस्था भनेर भनिन्छ। अब शिवलिङ्ग र शालिग्राममा कुनै हात, पाउ, आँखा, नाक, कान केही पनि हुँदैन नि त, भनेको उनीहरूमा कुनै प्रभाव अंगहरूको छैन, इन्द्रियहरूको छैन। त्यस्तो अवस्थामा भइसकेपछि फेरि यो भौतिक जगतमा फर्केर आउँदैन। देहभानमा आएपछि ईश्वरलाई नभेट्ने हो। देहभानमा आउनु भनेको मृत्यु हो। यो मायाले आवृत्त गरेको कारणले गर्दाखेरि मेरो अव्यक्त रूपलाई यिनीहरूले देख्नै सक्दैनन् भनेको छ नि त। अव्यक्तो व्यक्तिमापन्नम भनेर भनेको छ नि त। अव्यक्तो व्यक्तिमापन्नम मन्यन्ते मम बुद्धये परम भाव मजानन्तु मम अव्यय अनुत्तमम न अहम प्रकाश सर्वस्य योग माया समावृत भनेको चाहिँ त्यो मायाले आवृत्त गरेको कारणले गर्दाखेरि चाहिँ मान्छेले मलाई चिन्दैनन्, देख्दैनन् कसैले पनि। त्यस्तो खालको अव्यय रूप छ मेरो, अव्यक्त रूप छ। अनि त्यही स्टेजमा तिमी पुग्यौ भने फेरि फर्केर यो भौतिक जगतमा आउँदैनौ भनेको चाहिँ यो शरीर भानमा फेरि पर्नु पर्दैन। तिमीले जन्म मरण गर्ने कुरा, शरीर फेर्ने कुरा चाहिँ फेरि निश्चित छ भनेको छ नि त। जातस्य हि ध्रुवं मृत्यु ध्रुवं जन्म मृतस्य च। यो शरीर त फेरिरहन्छ यो आत्माले त, तर आत्मिक स्थितिमा रहिरहनु भनेको अमर हुनु हो। आत्मिक स्थितिबाट हराउनु भनेको मृत्यु हुनु। शरीर फेर्नु मृत्यु होइन, शरीर फेर्नु मृत्यु र जन्मको कुरा होइन। यी त भइरहन्छ। भाषाम चाहिँ जीवनानि यथा विहाय भनेको छ नि त। लुगा कपडा जसरी पुरानो हुन्छ अनि हामी फेर्छौँ, नयाँ लिन्छौँ, त्यसरी यस्ता शरीर त अनेकौं लिन्छ। जातस्य हि ध्रुवं मृत्यु ध्रुवं जन्म मृत्यु त त्यसै भन्नुभयो त भगवानले। यो त गइरहने कुरा हो, प्रक्रिया हो, चलिरहने। त्यसलाई जन्म मृत्यु भनिँदैन, त्यो जस्ट शरीर फेर्ने कुरा हो। अनि त्यस्तो अवस्था जब आत्मिक स्थितिमा, निर्गुण अवस्थामा, निराकार अवस्थामा, शिव समान अवस्थामा हामी पुग्छौँ, तब त्यस्तो अवस्थाबाट फर्केर फेरि ब्याक म शरीर हुँ, फलानु हुँ, जाति हुँ, यति उच्च कोटिको हुँ, यति सुन्दर हुँ, यति विद्वान हुँ भन्ने भावना हामी फर्केर आउँदैनौँ। त्यस्तो खालको ईश्वर जो निराकार छ, निर्गुण छ, सूक्ष्माति सूक्ष्म छ, परमधामको वासी छ, यो भौतिक दुनियाँभन्दा अलग कहाँ हो, त्यस्तो ईश्वरको पहिचान र खोजी हामीले गर्नु पर्यो। र मेरो पनि स्वरूप त्यही छ।
म पनि त्यही स्वरूपमा स्थित हुन खोज्नु पर्यो अनि मात्रै हामी त्यो परम धाममा लाई प्राप्त गर्न सक्छौँ। हवस् त साथीहरू।